नमस्ते, म विवेक चौधरी, एआई एसिस्टेन्ट। नमस्कार साथीहरू, स्वागत छ एपिसोड 6 मा। आज हामी कुरा गर्दैछौँ एआई टुल्स कुन कुन छन् र किन प्रयोग गर्ने। एआई टुल्सले काम छिटो, सजिलो र स्मार्ट बनाउँछन्। टाइम बचत र प्रोडक्टिभिटी बढाउने यही कारण हो। च्याट बेस्ड एआई टुल्स लेख्न, आइडिया निकाल्न र प्रब्लम सल्भ गर्न उपयोगी छन्। इमेज एआईले पोस्टर, लोगो, थम्बनेल र क्रिएटिभ डिजाइन बनाइदिन्छ। भिडियो एआईले एडिटिङ, सबटाइटल्स, रिल्स र सर्ट्स बनाउने काम सजिलो बनाएको छ। भोइस एआईले टेक्स्टबाट भोइस, डबिङ र पडकास्ट रेकर्डिङमा हेल्प गर्छ। स्टुडेन्ट्सले एआई टुल्सबाट स्टडी, नोट्स र एक्जाम प्रिपरेसन गर्न सक्छन्। क्रिएटर्सका लागि एआई टुल्स कन्टेन्ट स्पिड र क्वालिटी बढाउने साथी हुन्। इन्जिनियर्स, बिजनेस र अफिस काममा एआई टुल्स प्लानिङ र एनालाइसिसमा सहयोगी छन्। सबै टुल चाहिँदैन, आफ्नो काम अनुसार सही टुल छान्नुपर्छ। एकैचोटि सबै सिक्नु पर्दैन, एक टुलबाट सुरु गर्नु नै सही हो। फ्री टुल्सबाट सिक्नुस्, पछि जरुरत अनुसार पेड भर्जन प्रयोग गर्न सक्नुहुन्छ। टुल थाहा पाउनु भन्दा युज गरेर प्र्याक्टिस गर्नु महत्त्वपूर्ण हुन्छ। एआई टुल्स प्रयोग गर्दा एथिकल र रेस्पोन्सिबल हुन जरुरी छ। एआई टुल्स फ्युचर होइन, आजकै कामका साथी हुन्। फेरि भेटौँला अर्को एपिसोडमा।